हेलो 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 के छ मेरो साथीभाइहरू आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम निकै आरामै छु वेलकम टु माई मिनी ब्लग अगाडि नै देखेर थाहा पाइसक्नुभयो होला अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्ने कुरा आज हामी यसो साकुरा हेर्न जाउँ कि भनेर मेरो रुममेट साथी र म जान लागेको लास्टसम्म हेरेर सपोर्ट गर्नु ल मलाई चाहिँ गाइज यो मिनी ब्लगहरू बनाउन आउँदैन बोल्न पनि खासै आउँदैन त्यही पनि यसो ट्राई गरिदिउँ न त आज भनेर चाहिँ यसो ट्राई गरेको अनि यो चाहिँ हाम्रो नजिकको स्टेसन सिक्की स्टेसनबाट चाहिँ यहाँनिरबाट लिफ्टबाट चढेर चाहिँ सरर गएर यसमा चाहिँ ट्रेन चढेर चाहिँ हामी चाहिँ जान्छौँ गाइज है मैले फर्स्ट टाइम भन्दा पनि 2-3 चोटि चाहिँ बनाएको छु होला सायद यसरी आफ्नै भोइस हालेर भिडियोहरू अनि यसो खासै गतिलो त लाग्दैन आफ्नो आफैलाई गतिलो लाग्दैन क्या मलाई चाहिँ सो तपाईँहरूलाई कस्तो लाग्छ यसो हेर्नु होला है सपोर्ट गर्नुपर्छ जे जस्तो भए पनि एकअर्कालाई बबाल केटीहरू थियो है अब के गर्नु अब तर मैले नेपाली चाहिँ भेटेन क्या यत्रो जापानभरि यत्रो मान्छेहरूको भिडमा 1-2 जना मात्रै देखेँ होला अब बोल्न नि भएन नचिनेकोसँग यो चाहिँ अनि सिन्जुकुको ग्योइन नेसनल पार्क भन्ने ठाउँ हो केटा हो है अनि यसो सर पोखरीहरू पनि रहेछ साकुराहरू पनि मस्त फुलेको रहेछ है हेर्नलाई मजा आउने तर कपालहरू मात्रै टन्नै आएको थियो क्या अनि हामी केटाहरू 2 जना मात्रै गएको किन आए जस्तो नि फिल भएको थियो जताकतै हेऱ्यो कपाल मात्रै है केटाकेटी मात्रै अनि तर बुढाबुढी पनि आउँथ्यो आउनु थियो तर जोडी थियो क्या प्रायः जसो होइन 100 मा 80% जति जोडी नै थियो क्या पुरै अब हामी त टुक्लुङ गर्दै कोही छैन आफ्नो है अनि गर्लफ्रेन्ड नै बनाउन सकेको छैन अहिलेसम्म अनि के गर्नु यस्तै छ अरू चिजहरू बब्बाल भए पनि यो पोखरी त फेरि उही थियो है केटा हो तर यो जङ्गलको बिचमा पातहरू खोजेर पनि होला माछा एउटा भेटेन मैले त खोजेको भेट्दैन माथिबाट पुरा एरोप्लेन आइरहेको थियो सरर कस्तो जुम गरेर भिडियो गराउँ कि भनेको अनि पोखरीमा चरो फेरि कस्तो खुसुक्क माछा सोप्नु हो क्या मैले त भेटेन चरोले भेट्यो कि भेटेन खै दोस्ले फेरि आँखामा के परेछ साथी यार हेर न यार कस्तो बिचायो भन्छ है तल गर माथि गर दायाँ गर बायाँ गर लगाइदिएको केही नै रहेनछ सो त्यही हो गाइज अब आजलाई चाहिँ यति नै हो है घुम्यो रमाइलो गरेर तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो है कमेन्ट गर्नु होला सल्लाह सुझावहरू दिनु होला घुम्नुपर्छ रमाइलो गर्नुपर्छ हेर्नु न सबै मान्छेहरू जोडी मात्रै छ है सो लास्टमा चाहिँ यो फुल कस्तो लाग्यो हेर्नु ल यो मेरो मायालुलाई है अहिलेसम्म लास्टसम्म हेरेकोलाई